नमस्कार। कर्सियङ पञ्चायत समितिद्वारा एउटा हामीले नोटिफिकेसन जारी गरेका छौं। आज जति पनि कर्सियङ पञ्चायत समिति अन्तर्गत पर्ने जति पनि क्षेत्रहरू छ त्यसमा हामीले अनिवार्य रूपमा नेपाली भाषामा बोर्ड लेखेको हुनुपर्छ, साइन बोर्ड लेखेको हुनुपर्छ भनेर हामीले आज नोटिफिकेसन निकालेका छौं। किनभने जिटिए क्षेत्रमा गोर्खा बाहुल्य क्षेत्र हो जिटिए क्षेत्र र यस जिटिए क्षेत्रमा गोर्खा बाहुल्य क्षेत्र भएको कारणले यहाँको भाषा नेपाली हो र नेपाली भाषा 8औं अनुसूचीमा गाभिएको नेपाली हाम्रो भाषाले मान्यता पाएको हो र हामीले आफ्नो भाषाले मान्यता पाउँदा पनि हाम्रो नानीहरूलाई हामीले राम्ररी चिनाउन सकेका छैनौं। हाम्रो नानीहरूले राम्ररी पढ्न सकेको छैन र हाम्रो यो भाषालाई प्रचलनमा ल्याउनका लागि साथै हामीले हाम्रो साहित्य संस्कृति साथै भाषालाई जोगाड गर्नका लागि पनि हामीले हाम्रो भाषालाई प्रयोगमा ल्याएको हो र सम्पूर्ण हाम्रा जति पनि व्यापारी दाजुभाइहरू हुनुहुन्छ, जति पनि अफिसहरू छ, जति पनि कर्सियङ पञ्चायत समिति अन्तर्गत पर्छ, उहाँहरूले यही निवेदन गर्न चाहन्छु, तपाईहरुले आफ्नो भाषालाई प्रयोग गर्नुहोस्, आफ्नो नेपाली भाषालाई प्रयोग गर्नुहोस्, आफ्नो नेपाली भाषालाई प्रचलनमा ल्याउनुहोस् र हामीले आफ्नो भाषालाई प्रचलनमा ल्याउनका लागि हाम्रो नानीहरूलाई पनि देखाउनु छ नेपाली भाषाले मान्यता पाएको हो र 8औं अनुसूचीमा गाभेको कारणले सम्पूर्णलाई म यही निवेदन गर्न चाहन्छु र जति पनि कर्सियङ पञ्चायत समिति अन्तर्गत पर्ने जति पनि हाम्रा होटल व्यवसायदेखि लिएर हाम्रा प्राइभेट सेक्टरदेखि लिएर गभर्नमेन्ट सेक्टर सम्पूर्णमा तपाईहरुले आफ्नो भाषा प्रयोग गरिदिने तपाईहरुलाई निवेदन गर्न चाहन्छु। धन्यवाद। मनोरञ्जनमूलक भिडियो साथै वरिपरिका खबर हेर्नका निम्ति यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।